Hello everyone, namaste, welcome back to my after long time mini vlog video. So आज चाहिँ म बिहानै रेडी भएर कहाँ जाँदैछु भन्दा फेरि म चाहिँ मेरो स्कुलको फ्रेन्डलाई भेट्न जाँदैछु। हाम्रो भेट नभएको 2 वर्ष भयो नि त। हाम्रो स्कुल सकेपछि हाम्रो भेट भएको थिएन। सो म पनि काठमाडौँमा छु, उ पनि यतै स्टडी गरिरहेछ नि त, अनि टाइमै मिल्दैन। अनि सो फाइनली आज चाहिँ हामी भेट्दैछौँ। अनि म जाँदाखेरि चाहिँ ऊ चाहिँ अघि नै आएर आधी घन्टा मलाई पर्खेर बसेछ हैन। अनि फाइनली हाम्रो भेट भयो। अनि ऊ चाहिँ हो मेरो साथी सुप्रिया, एकदमै राम्री छ हैन। अनि त्यसपछि चाहिँ हामी भेट भएपछि भित्र गयौँ। त्यही हो, साथीहरूसँग भेट भएपछि पुरानो कुराहरू निस्किन्छ। स्कुल लाइफमा हामीले के गरेको थियौँ, अनि त्यो सबै कुराहरू गरेर हामी चाहिँ हाँसिरहेको थियौँ। अनि पुरानो भिडियोजहरू थियो हाम्रो डान्सको, अनि त्यो हेरेर हाँसिरहेको थियौँ कि। अनि एकदमै इन्जोय गऱ्यौँ हामी त्यहाँ, निकै बेर नै बस्यौँ। अनि फेरि आज चाहिँ लास्टै गर्मी थियो हैन। अनि हामी चाहिँ शीतल खोजेर हिँडिरहेको थियौँ। त्यो पछि हामीले फाइनली शीतल ठाउँ देख्यौँ। अनि त्यहाँ गएर चाहिँ हामीले डान्स गरेर भिडियोहरू बनायौँ, बिगार्दै हाँस्दै एकदमै धेरै इन्जोय गऱ्यौँ हैन। अनि त्यसपछि उसले चाहिँ मलाई सबै ठाउँहरू घुमायो, देखायो हैन। अनि त्यति बेलासम्म चाहिँ हामी धेरै बेर नै बस्यौँ क्या यहाँनिर, 3 नै बजिसकेको थियो। अनि बिहान मैले त केही नखाइ निस्केको थिएँ, चिया चाहिँ पिएको थिएँ। अनि उसले चाहिँ खानाहरू खाइवरी निस्केको रहेछ। अनि मलाई भोक पनि लाग्यो, अनि खाजा खानु जाऊँ न त भनेर अनि त्यहाँनिर सबै घुमिसकेर हामी निस्क्यौँ बाहिर। अनि त्यो पछि बाहिर गयौँ। अनि उसले चाहिँ बाहिरको कुराहरू केही नखाने रहेछ। अनि मैले चाहिँ मोमो कोकहरू लिएँ। अनि त्यो पछि त्यहाँ पनि हामी निकै बेर बस्यौँ गफ गरेर। अनि त्यो पछि अलि उता आएर ऊ बस चढेर गयो, अनि म पनि पठाउ गरेँ, अनि फर्क्यौँ। एकदमै धेरै इन्जोय गऱ्यौँ। सो बाई।